नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल वन्डर विथ अस्मिताको नयाँ भ्लगमा एउटा यस्तो भ्लगमा जुन चाहिँ एकदम नै लास्ट मोमेन्ट डिसाइड भएको हो। एक्चुअली हाम्रो यहाँ आउने प्लान त थिएन तर चाहिँ हाम्रो अरु कुनै ठाउँ जाने प्लान थियो तर पनि यहाँ त्यसको त्यो बुकिङ गर्नुभन्दा अगाडि चाहिँ हामीले अरु पनि ठाउँ हेर्यौं एन्ड देन मलाई यो ठाउँ अति मन पर्यो। आई विल सो यु द मेन रिजन यहाँ आउनुको है त। यो मूर्ति यस्तो राम्रो छ लाइक सी दिस यस्तो मजाको छ के यो स्ट्याचु अनि यस्तो स्ट्याचुहरु यहाँ अति धेरै छन् एन्ड अति राम्रो नै छ। सो आई जस्ट होप तपाईहरुलाई यो भ्लग मन पर्छ। सो एन्ड सम्म हेरिदिनु होला है त। यस्तो मजाको ठाउँ छ है। ओ माय गॉड साइकल आयो। अहिले साइक्लिङ गर्न जानु पर्छ। इफ तपाईहरु मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला एन्ड भिडियोलाई लाइक र शेयर पनि गरिदिनु होला। थ्यांक यू। पुरा जंगलवाला भाइ रहेछ के तर जंगल चाहिँ हुन चाहिँ हैन तर पुरै जंगलवाला भाइ त्यो पनि मेन्टेन गरेको जंगल के। यसो राम्रो ठाउँ छ है जागा पनि कति राम्रो हुने खालको। अब हामी अब रिसेप्सन आयो नि त हो त्यसको उतापट्टि चाहिँ साइकलहरु छ। म ठ्याक्क यस्तो आउटवर्ड कर्नरबाट घुमेछ हैन त। तर म कति टाइमदेखि साइक्लिङ गर्न सोचिरहेको थिएँ है। आज कहाँबाट जुरेछ। साइक्लिङ नगराइ म अस्मितालाई पठाउँदिन हो के। हाय भन्नु त ल यहाँ। हेलो मुनु यति मजा आइरहेको छ। ओ माय गॉड यस्तो राम्रो ठाउँमा साइक्लिङ गर्नुको मजा नै छुट्टै छ के। हामी सबैजना एकदम इन्जोय गर्दैछौँ। यहाँ हाम्रो फोटोशूट चल्दैछ। यहाँको माछाहरू हैन यसो छ नि जुन हामीले फेसबुक या रिल्सहरुमा देखिरहन्छौं त्यो बालीमा जुन छ नि ऑरेंज वाला त्यस्तो वाला छ। सी दिस ओ माय गॉड। यहाँनिर जे पनि त्यहाँ कस्तो राम्रो रहेछ भनेरै बितिरहेको छ के टाइम। यहाँनिर जहाँ जाँदाखेरि नि आयो कस्तो राम्रो यत्तिकै चिल्याक्स भएर बस्नुपर्छ के। यो ठाउँ चाहिँ जंगल चाहिँ हैन तर जंगल जस्तै नै छ कि भित्र। ओहो यस्तो मजाले बनाएको छ। आई फिल लाइक कमिङ हियर अगेन। अघि यस्तो मजाले पानी पर्यो। जे होस् रुम भित्र बसेर नि हामीले गेम्सहरु खेल्यौं। इट वाज रियली फन। उता सबैजनाको फोटो सुट चल्दैछ। अब जानु पर्यो म पनि। यहाँनिर यस्तो स्ट्याचुहरु मोर देन थाउजन्ड्स हजारवटा भन्दा बेसी छ के। यहाँनिर यस्तो मजा आइरहेछ हेर्नको लागि। सिधन ओहो यो हो नि त आर्ट। Ready 1 2 3 cheers. Happy holidays. Dinosaurs. यहाँ फोटो खिच्न ठाउँहरु चाहिँ अति राम्रो छ के। ल हेलो से हेलो दिपादी। अर्को मान्छे कहाँ जानु भयो। हेलो सोशल मिडियालाई चाहिँ एकदम थ्यांक यू भन्नै पर्छ किनभने यो ठाउँको बारेमा हामीलाई केही पनि थाहा थिएन। यो मैले टिकटकमा खोजेको के याङ्गुनमा कुनै राम्रो ठाउँ छ भनेर। अनि त्यसपछि यो यहाँको भिडियोजहरु आयो कि यस्तो मजाको भिडियोजहरु थियो अनि वी वर लाइक यहाँ त जान्नै पर्छ। साइकल चलाएर एकछिन अगाडिसम्म आएको हैन
त्यहाँ 3 जना केटीहरू चिच्याइरहेको रहेछ के भयो भनेको स्नेक गर्छन् ओ माई गड भागेँ म यहाँबाट ऊ त्यतातिर देखेको थिएँ कि मलाई त्यहाँ जाने हिम्मत पनि आइरहेको छैन सो यस आई एम गोइङ ब्याक सो यस फाइनली चाहिँ अब हाम्रो घुमाइसकिसक्यौँ अब हामी घर फर्किन्छौँ किनभने अलिक अँध्यारो पनि हुन लागिसकेछ एन्ड त्यसपछि हामीलाई घर पुग्न पनि लाइक 1.5 आवर जति लाग्छ सो यस आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ आई जस्ट होप तपाईँहरूलाई मेरो भिडियो रमाइलो लाग्यो होला हामीलाई चाहिँ यहाँ एकदम नै रमाइलो लाग्यो इफ तपाईँहरू कोही यता याङ्गुनमा हुनुहुन्छ भने प्लिज माई ड्रिम गार्डन भनेर सर्च गर्नु होला अनि यहाँ आउनु होला आई ग्यारेन्टी यु कि तपाईँहरूलाई पनि एकदम नै रमाइलो हुन्छ यहाँ आएर सो यस थ्याङ्क यू फर वाचिङ सी माई नेक्स्ट भिडियो बाई